धेरै लामो समयपछि महिनौपछि स्वागत छ यो मेरो मरेको च्यानलमा। बोल्न चाहिँ बिर्सिसकेँ मैले होइन। वेलकम ब्याक टु माई च्यानल। म चाहिँ यति बेला दुबईमा छु। हामीहरू चाहिँ जाँदैछौँ अहिले। कहाँ जाँदैछौँ रे? बर्दुबई। बर्दुबई चाहिँ हामी 3 जना भएर जाँदैछौँ। उताबाट दाइहरू पनि आउँदै हुनुहुन्छ। जाडो छ, चिसो छ। जाडो हुँदा नि हावा चाहिँ चलिरहेछ। हिउँ खेलिरहेछ रे उसले चाहिँ। हिउँमै खेल्न जाने हो? भानुमा खेल्न बसिरहेको फरक लागिरहेछ धेरै समयपछि बोल्दाखेरि। हामी चाहिँ ट्याक्सीको वेटिङमा छौँ। हेरौँ ट्याक्सी आएपछि हामी यहाँबाट निस्किन्छौँ। त्यसपछि हाम्रो दुबईको नेपालीहरू बस्ने ठाउँभन्दा हुन्छ। अन्त पुरा भिडियो हेरेर प्रतिक्रिया चाहिँ दिन नबिर्स। उहाँ चाहिँ हाम्रो बुटोल। कहाँ रे तपाईँको? तामनगर। हाम्रो बुटोलकै। उहाँ चाहिँ हाम्रो दुबईको पठान हो। नेपाली नेपाली पनि आउन सिकाएको। हामी चाहिँ फाइनली ट्याक्सीमा बस्यो। अब यहाँबाट हामी अगाडिसम्म बढ्छौँ। अघिको यात्रा सुरु भयो हाम्रो। अघिको यात्रा दुबईको रुल्स चाहिँ के छ, कस कसको कुन कुन ठाउँको भिडियो चाहिँ खिच्न पाइन्न त्यस्तै छ। नेपाल जस्तो बिन्दास चाहिँ हुन पाइन्न। नेपालमा पनि त्यो रुल्स त छ, तर मान्छेले हाम्रो चाहिँ अलगुबैबा लोकेसन छ। अलनादा 2बाट सुरु भइसक्यो। यहाँबाट ट्याक्क हामी चाहिँ अगाडि बढिसक्यो सिट बेल्ट लगाएर। सिग्नलको वेटिङमा छौँ। सिग्नल कतिखेर खुल्छ भनेर रेडमै छौँ हामी चाहिँ। सिग्नल खोल्यो है गाइस, सिग्नल खोल्यो। हामी जाँदैछौँ अलनाडा 2 स्ट्रेट हुँदै अलगुबैबा मेट्रो स्टेसन। बर्दुबई भन्छ जुन नेपालीहरूको एकदम बस्ने ठाउँ। झ्याउलाइसक्यो। 13 मिनट भइसक्यो। जाममा छौँ हामीहरू। कति बेला पुग्ने उहाँ दाइले फोन हालिसक्नुभयो। आइपुगिसक्यो नि यहाँ 13बाट। कति बजी आयो? हामी चाहिँ अहिले आइसक्यो बर्दुबई हाम्रो वेमा जाँदैछौँ। यहाँबाट चल्दैछ अगाडि मिटर। हाम्रो सिग्नल लाग्यो, फेरि सिग्नल आयो। हाम्रो अलगुबई टर्निङ पोइन्टमै सिग्नल आयो। हाम्रो मामा सिरीहरू पछाडिपट्टि छन्। टूट गया बड़ा वाला बिल्डिंग। टुट गया। वो देखो डिवाइडर। डिवाइडर आई थिंक वो टुट गयो। गाडी हो। पुलिसले फोटो खिच्दैछ भिडियो। नयाँ ड्राइभर होला नि अनि। पठान सरकार के छ? लाइभ मैले पठान बनाएर छोडेको हो त। लाइभ भएर यो लाइभ बनाएर छोडेको। बलगमा पनि पठान बनाएर छोडेको। के भन्नु? दुबईको पुलिस चाहिँ मोस्ट पावरफुल पुलिसभित्र पर्छ है। मान्छेहरू एउटा पुलिस नेपाल जस्तो हुँदा कि पुरा झन्टिने। एउटा पुलिस देख्ने बित्तिकै सबै चाहिँ आफ्नो डिसिप्लिनमा चाहिँ बस्छ। यहाँ चाहिँ दुबई पुलिस भनेको पावरफुल एकदम। एउटा त्यहाँ ठक्कै छ 2वटा पुलिसको गाडी आएको छ। उतापट्टि छ 2 जना बाटो वारिपारि। त्यस्तो छ। हामी चाहिँ बर्दुबई अलगुबैबा स्टेसनमा आइसक्यो बस स्टपमा। 10 minutes प्रोसेस। Okay, thank you so much. You also Have a good night. have a good rest. हाम्रो चाहिँ पेमेन्ट भइसक्यो। हामी चाहिँ अगाडि चाहिँ अब अगाडि जान्छौँ। पेमेन्ट चाहिँ सक्सेसफुल गाइज है। अब चाहिँ हामी निस्क्यौँ। कस्तो छ? उतातिर हामी चाहिँ अगाडि निस्किन्छौँ है। हाम्रो चाहिँ के बोल्नु भयो यार धेरै पछि बोल्दाखेरि। भात खाएर के बोल्नु तिम्रो मोबाइल देख्दा एकछिन के भात खाएर सुत सक्छु।
हामी चाहिँ बढ्दो भएको मार्केटभित्र इन्टरभ्यू गरिसक्यौँ अगाडिपट्टि छौँ हिँडिरहेको छौँ गाइस चाहिँ अगाडि भित्र हुनुहुन्छ अरे आउँदैछु भन्नुहुन्थ्यो नाइटमा चाहिँ पहिलोचोटि घुम्न आएको म दुबई आएपछि लगभग मेरो 8-9 महिनापछि चाहिँ भिडियो आएको छ गाइस त्यस्तै छ बोल्न चाहिँ मैले बिर्सिसकेँ बोल्न पनि अलिकति डिफ्रेन्ट पहिला भन्दा चाहिँ धेरै भइसक्यो नबोलेको त्यो कारणले चाहिँ के बोल्ने भन्नेमा कन्फ्युजमा छु के भरे यसका यताबाट हुँदा पत्किन्छ उताबाट हुँदा पत्किन्छ पठानको चाहिँ लेस यताको उता उताको यता यताको उता भइरहेछ है यही हो बढ्दै गयो के हो यो अहिले अगाडितिर छ हाम्रो चाहिँ नेपाली गाना बजिरहेको छ उतापट्टि अरे म त सोल्टिनँ भनेर हावा चलिरहेको छ बाहिर चाहिँ चिसो चिसो हाम्रो दाजुहरू चाहिँ काममा जानको लागि रेडी हुनुहुन्छ यति बेला यसै पुरा विभिन्न कन्ट्रीहरूको रेस्टुरेन्टहरू छ यहाँ चाहिँ दुबईको रुल चाहिँ के छ जेब्रा क्रसिङमा चाहिँ हरेक स्टेसनमा चाहिँ जेब्रा क्रसिङमा गाडीहरू चाहिँ रोक्छ नेपाल जस्तो जेब्रा क्रसिङ लत्त हिँड्ने बानी चाहिँ छैन हरेक ड्राइभरले चाहिँ रुल्स चाहिँ फलो गर्छ हाम्रो पोइन्ट चाहिँ दुबईको चाहिँ मलाई एउटा चाहिँ राम्रो लाग्ने पोइन्ट चाहिँ त्यही हो हाम्रो दाइ चाहिँ अगाडि आउनु भएको छ अरे हाम्रो पोर्ट साइड नजिकै हामी चाहिँ जाँदैछौँ त्यो अगाडिपट्टि हाम्रो दाइलाई लिइसकेपछि हाम्रो अगाडिसम्मको कहाँ जाने त्यही गरौँला म देखाउने रहेछु त्यति जेलसम्मको लागि प्रतीक्षा गर्नुहोस् नजिकै छु अहिले चाहिँ आरटिएले चलाएको यो हामी चाहिँ समुद्रको छेउमा छौँ पहाड हेरिरहेको छु हाम्रो पठारीको चार्जमा नाम भन्नु गौडेल नेपाली पठानहरू चाहिँ पठानसँग बिहा गरेको पठानी गाह्रो छ है समुद्र पोर्टमा लाँदा सम्धि हाम्रो सम्झिदाय हुनुहुन्छ सबैको पोर्ट चाहिँ नजिकै जाँदा चाहिँ मार्केटहरू टन्नै छ देख्न सक्नुहुन्छ अगाडि पछाडि चाहिँ मेरो पछाडि जति पनि मार्केटहरू छ आहा अगरबत्तीको स्मेल महँगा बसाएको झोला भेट्न आएको हाम्रो चाहिँ दुबईको एकदम फेमस टिकटकरहरू चाहिँ हाम्रो साङ्गो सेक्वर हाम्रो सम्धि दाई काब्रेली सम्धि दाई होइन हाम्रो कहाँको सम्धि रे दाई सिन्धु काभ्रेली सम्धि एउटा दुबईको काभ्रेली सम्धि यहाँ हुनुहुन्छ हाम्रो त्यो स्टाइल पनि काभ्रेली सम्धिकै छ हाम्रो आजबाट हामी पनि काभ्रेली के अरे काभ्रेली सम्धुको हामी चाहिँ आज मेम्बर भयौँ किन त अहिले मेम्बर बनाउने किन बनाउने सबैलाई बनाइदिने हाम्रो काभ्रेली सम्धिले चाहिँ मेम्बर चाहिँ कपाल काट्न भेटेन दाइ कपाल काट्नु पर्छ काभ्रेली सम्धि भन्न त्यो अब कपाल काट्नु पर्यो नि यस्तो चोसे बनाउनु पर्यो कि यस्तो चोसे बनाउनु पर्यो टक्क या टक्क दाइको जस्तो बनाउनु पर्यो रे त्यसको लागि चाहिँ चोसे दाइ जाडो छ हावा चलिरहेको छ हामी चाहिँ 4 जना त्यो लाटो अन्त हेरिटेज अफ द वर्ल्ड हामी चाहिँ आइसक्यो अगाडि बडेल के छ खबर लाइटमा छोयो भने के हुन्छ पोल्छ टक टक यो बनाइरहेको छु यो चाहिँ हाम्रो आगो लाग्यो भने यहाँ चाहिँ के भन्छ होला है फायर के भन्छ एक्सटेन्सन हो कि समथिङ हाम्रो यो चाहिँ बालेनको सहर है यो चाहिँ हामी तर हाम्रो मोबाइल भिडियो खिच्नु चाहिँ निषेध छैन भित्रभित्र छौँ हामी चाहिँ भरदुपेको भित्र गल्लीमा काठमाडौँको गल्लीमा हिँडे जस्तो ब्रो जनक भाइ
अरू सबैजना हामी 4 जना निस्केको छ रमाइलो लाग्यो है यो चाहिँ दुबईको एउटा जुन हाम्रो नेपाली पाहाड हो गटुबै धेरै दिदी बहिनी दाजुभाइहरू भेटघाट हुन्छ यहाँ चाहिँ खुसी लाग्छ हप्तामा एक दिन छुट्टी हुँदाखेरि यो ठाउँमा आउँदा चाहिँ यस्तो लाग्छ कि नेपालमै भएको जस्तो लाग्छ क्या त्यो धेरै खुसी लाग्छ गेम टाइम पास हान्छ अरे हाम्रो पठानले आन्दे यो आन होइन सानो 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 उ त कुकुर उ त पहिलो 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 त्यो जान्छ कि उता जान्न स्पाइडरम्यान पर्ला त्यो नि चान्सेस त छैन अरू त ठुलो पर्दैन क्या नसोच जान्न क्या त्यो पनि जान्न हो स्पाइडरम्यान जाऊ स्पाइडरम्यान कहाँ उल्टो गरिरहेछ यार मान हामी चाहिँ थकाली खाना जाँदैछौँ अहिले चाहिँ अगाडि अब का साथ सुते सबै लगाइसक्यो भोक पनि लगाइसक्यो फेरि भेटौँला अर्को भिडियोमा खै बिचमा किन भिडियो रेकर्ड भएन थाहा भएन यति भन्दै चाहिँ मेरो आजको भ्लग चाहिँ यही हुन्छ फेरि अर्को भ्लगमा फेरि भेट्नेछौँ हस् त नमस्ते सिधै दुबईबाट